Hi guys, it's me Anita. Good morning. फेरि पनि वेलकम छ आज लान्टनी ब्लगमा। होप तपाईँहरू सन्चै हुनुहुन्छ होला जहाँ भए पनि भन्दै आज चाहिँ मेरो बर्थडे हो। सबैजनालाई विश गरिदिन नबिर्सिनु होला। अनि हिजो चाहिँ नानी माइचु अनि भान्जी भएर मैले चाहिँ बर्थडे सरप्राइज गरिसकेँ। 12 बजे आएर विश पनि गरिसकेँ। अनि म चाहिँ सरप्राइज पनि भएँ। 12 बजे आएर विश गर्दा उहाँलाई मैले सानो पार्टी दिने प्लान गरेको छु। ठुलो त मनाउँदिनँ, अलिअलि सानो चाहिँ गर्नेवाला छु घरमै। सो कस्तो हुन्छ कन्टिन्यू भिडियो गर्नेछु आज 1 साल बुढी भइयो साथीहरू। त्यही हो, अब चाहिँ अगाडिको भिडियो स्टे ट्युन। हामी बुढाबुढी भएर चाहिँ घाँस काट्न लागेको साथीहरू, त्यही पनि दिउँसोको 11 बजे। कसले जान्छ, हामी दुईजनाले जान्छौँ। बिचरा मेरो बुढीले हेल्प गर्नु आएको। हेर्नु न साथीहरू, घाँस काट्दा काट्दा भ्याएर सकाएर पसिनाले लटपट्टै भइसक्यो साथीहरू। अनि हाम्रो बारी पुग्यो, अनि घरतिर गयौँ। अनि म घर गएर फेरि मैदा मार्न लागेँ, किनभने मैले पुरी पोल्नेवाला छु मेरो बर्थडेलाई। अनि मेरो बुढाले चाहिँ कुखुरा लिएर पनि बनाउँदै हुनुहुन्छ। अनि मैले चाहिँ पुरी पोल्दैछु साथी। यस्तो बब्बाल फुल्दैछ पुरी पनि, एकदम राम्रो भयो कि आज मेरो बर्थडे भनेर हो कि। अनि मैले सबै काम सकाएर भ्याएर पनि रेडी भएर पनि केटीहरूको वेट गरेछु। केटीहरू कति लेट आएको थियो साथीहरू, बल्ल बल्ल आइपुगेको छन्। 4:30 बजेको टाइम दिएको, 6:30 बजे आएर मरे। अनि मेरो बर्थडे डेकोरेसन यस्तो रहेको छ। अनि हाम्रो बर्थडे सेलिब्रेसन सुरु भयो साथीहरू। धेरै राम्रो डेकोरेसन त गरेन, त्यही पनि अलिअलि गरेको, घरमै बनाएको सानोतिनो बनाइदिएको। अनि बाहिर जान पनि यस्तो बर्खा पानी परेको थियो, जान पनि कता जाने भनेर केही आइडिया आएन दिमागमा। सो त्यही हो, घरै बसेर अलिअलि मनाउँछु भन्ने सोचेँ। कति वर्षपछि मनाएँ नि त मैले, त्यही भएर कहिले कसो त मनाऊँ न भनेर। अहिले बुढा पनि आउनुभएको थियो, त्यही भएर बुढा पनि आएको बेला मनाऊँ न भनेर मनाइदिएको साथीहरू। अनि सबैजनाले केक खुवाउँदैछन् मलाई, एक एकजना गरेर आऊ भनेको। सबैजना ग्रुपै आएर कसको खाने कसको नखाने भएको थियो साथीहरू। मलाई चाहिँ अब चाहिँ मैले गिफ्ट चाहिँ ओपन गर्छु। फर्स्ट अफ अल त मेरो हस्बेन्डको गिफ्ट हो यो चाहिँ। के रहेछ भनेको वाच रहेछ, मेरो फेभरेट वाच। उहाँलाई मैले भनिरहेको, पहिला नै भनिरहेको थिएँ यो वाच मनपर्छ भनेर। उहाँले बर्थडेमा यही गिफ्ट गर्नुभएको रहेछ, एकदम राम्रो लाग्यो। सो थ्याङ्क यू बुढा। अनि अर्को गिफ्ट रहेको छ मेरो गर्ल्सहरूको, एकदम राम्रो थियो। टी सर्ट ल्याइदिनु भएको रहेछ सबैजना मिलेर, एकदम राम्रो थियो। बटरफ्लाई टाइपको, बोवाला, बटरफ्लाई भन्छ कि बोवाला भन्छ थाहा भएन, एकदम राम्रो मन पऱ्यो। अनि यो चाहिँ मेरो मिटिनी र मेरो छोरीको तर्फबाट रहेछ साथीहरू। अनि मलाई यो चाहिँ मिटिनीले यस्तो दिन्छ भनेर सोचेको थिएन। थ्याङ्क यू मिटिनी। अनि मेरो छोरी, एकदम राम्रो लाग्यो, मन पऱ्यो, थ्याङ्क यू सो मच। अनि साथीहरू, अनि हामी चाहिँ छिटो छिटो खाएर माथि जानुपर्ने थियो। अनि सबैजनालाई खाना दिएर साथीहरू, सबैजना हेर्न सक्नुहुन्छ मेरो छोराको कुरा गरेर रमाइलो लागेर हो कि। सबैजना खाना दिएर खाएर सकाएर फेरि हामी चाहिँ रमाइलोतिर लाग्यौँ। रमाइलोमा जाँदाखेरि कोही पनि आएको रहेनछ, हामी फर्स्टै गएको रहेछौँ। एकछिन कुर्यौँ, 1-2जना नाच्नु पनि भयो। अनि सबैजनाले रमाइलो गर्दैछौँ। अनि साथीहरू, आज यो चाहिँ के को रमाइलो भनेर सोच्नुहुन्छ भने, यो चाहिँ लाउरे झार्न गएको, 1-1 वर्षमा झार्नुहुन्छ नि त। अनि त्यसैको लागि आएको हो हामी चाहिँ। अनि उहाँले चाहिँ इन्डियन लाउरे भए पनि, नेपाली लाउरे भए पनि, विदेशी लाउरे भए पनि उहाँले 1-1 वर्षमा जाने नियम बनाउनु भएको छ। अनि त्यसै नियम पालना गर्दा हामी जान्छौँ, रमाइलो गर्छौँ। अनि उहाँ नै हो, आज चाहिँ उहाँलाई नै हो झारेको। अनि उहाँ 2 वर्षपछि आउनुभएको कि खोइ कति वर्षपछि आउनुभएको थाहा भएन, तर उहाँलाई नै आज झारेको। उहाँ आफै नै नाच्नु भएको छ, उहाँको डान्स पनि बवाल छ, हेर्न सक्नुहुन्छ होइन। तपाईँहरूलाई पनि पक्कै मनपर्छ, हामीलाई त मन पऱ्यो। अनि हामी पनि 1-2 थुम्पा मारेर अनि घरतिर चल्दियौँ। सो आजको भिडियो यति नै हो साथीहरू। अब चाहिँ नेक्स्ट भिडियोमा भेट्नुपर्छ ल, बाई बाई।